लोकप्रियता र व्यक्तित्व विकास। धेरै मानिसहरू आफ्नो जीवनकालमा लोकप्रिय बन्न चाहन्छन्, तर लोकप्रियता प्राप्त गर्नु भनेको टिकटकमा 30 सेकेन्डको भिडियो अपलोड गरेर 1 मिलियन भ्युज ल्याउनु जस्तो सरल र क्षणिक विषय पक्कै होइन। वास्तवमा साँचो अर्थमा लोकप्रिय हुनु त तपाईको भित्री व्यक्तित्व विकासको एउटा असली र प्राकृतिक परिणाम हो। ज्ञानपुञ्जमा तपाईहरूलाई हार्दिक स्वागत छ। आज हामी यस विशेष भिडियोमा चर्चा गर्नेछौँ एक चर्चित र लोकप्रिय व्यक्ति कसरी बन्न सकिन्छ र के केवल लोकप्रिय हुनु नै वास्तविक सफलता हो त। यो विषयको गहिराई बुझ्नका लागि भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। लोकप्रियता, सस्तो चर्चा कि दिगो सम्मान? लोकप्रियता भनेको केवल धेरै मानिसले चिन्नु मात्र होइन। वास्तविक लोकप्रियताको अर्थ त धेरै मानिसहरूले तपाईलाई मन पराउनु, तपाईमाथि भरोसा गर्नु र हृदयदेखि सम्मान गर्नु हो। आजको समयमा हामीले धेरै त्यस्ता मानिसहरू देखेका छौं जो क्षणिक र सस्तो लोकप्रियताको लोभमा रमाउँछन्, तर 2 दिनमै उनीहरूको नाम निशाना हराएर जान्छ। अरूले बनाइदिएको भाइरल पहिचान र सस्तो रमझमको जग निकै कमजोर हुन्छ, जुन समयको एउटा सामान्य लहरसँगै भत्केर जान्छ, चाहे त्यो जुनसुकै क्षेत्रमा होस्। जब कुनै व्यक्तिको लोकप्रियता अरूको बैसाखीमा टिकेको हुन्छ, तब अरूले साथ छोड्ने बित्तिकै उसको चर्चा पनि एकाएक सेलाउँछ। तर यदि कोही व्यक्ति आफ्नो सकारात्मक व्यवहार, उच्च सोच, सहयोगी स्वभाव र वास्तविक क्षमताका कारण समाजमा प्रिय बन्छ भने त्यो चाहिँ वास्तविक लोकप्रियता हो। यदि समाजमा तपाईप्रति यो व्यक्ति इमानदार, सहयोगी र भरोसायोग्य छ भन्ने एउटा साझा धारणा बन्छ र तपाईको चर्चा दिन प्रतिदिन बढ्दै गयो भने यस्तो लोकप्रियताले तपाईलाई जीवनको वास्तविक उचाइमा पुर्याउनेछ। वास्तविक लोकप्रियता हासिल गर्ने आधारभूत मार्गहरू। अब प्रश्न उठ्छ, त्यस्तो दिगो र वास्तविक लोकप्रियता हासिल गर्न के गर्नुपर्छ त? सबैभन्दा पहिले यो बुझौं कि लोकप्रियता कुनै रातारात हुने जादु वा चमत्कार होइन। यो त व्यक्तिको व्यक्तित्व, व्यवहार र चरित्रको लामो अभ्यासबाट प्राप्त हुने एउटा सुन्दर फल हो। जसरी एउटा सानो बिरुवालाई विशाल वृक्ष बन्न समय, धैर्य र मलजल चाहिन्छ, त्यसरी नै मानिसको मनमा गहिरो स्थान बनाउन पनि निरन्तरको मेहनत र धैर्यता आवश्यक पर्छ। यसलाई थप स्पष्ट पार्न यी मुख्य स्तम्भहरूलाई ध्यानपूर्वक बुझौं। 1. चरित्रको मजबुत जग र इमानदारिता। मानिसहरू तपाईको बाहिरी रूप वा अनुहार भन्दा बढी तपाईको चरित्रको पछि लाग्छन्। जब तपाईको बोली र गराइमा एक रूपता हुन्छ, तब मात्र समाजले तपाईलाई विश्वासको कसीमा उतार्छ। लोकप्रियता टिकिरहनका लागि विश्वास नै सबैभन्दा ठूलो मेरुदण्ड हो। एक पटक मानिसहरूले तपाईको इमानदारीमाथि भरोसा गर्न थाले भने त्यो लोकप्रियता वर्षौंसम्म अटल रहन्छ। तर सम्झनुहोस्, विश्वास कमाउन वर्षौं लाग्छ, तर यो टुट्न एक क्षण पनि लाग्दैन। यदि स्वार्थ वा झुटका कारण विश्वासको पर्खाल ढल्यो भने तपाईको लोकप्रियता तासको महल जस्तै एकै पलमा ढल्नेछ। 2. राम्रो व्यवहार र नम्रता। लोकप्रियताको असली कसी। तपाईको बारेमा मानिसले सबैभन्दा पहिले र सबैभन्दा धेरै याद गर्ने कुरा तपाईको व्यवहार नै हो। धेरै ज्ञान, अथाह पैसा वा ठूलो पदले मानिसलाई शक्तिशाली त बनाउन सक्छ, तर प्रिय बनाउन सक्दैन। यदि व्यवहारमा घमण्डको दुर्गन्ध छ भने मानिसहरू तपाईबाट टाढा भाग्नेछन्। तर नम्रता, अरूको सम्मान र सभ्य बोलीवचन यस्ता अस्त्र हुन् जसले कठोर मनलाई पनि पगाल्न सक्छ। एउटा भनाइ छ, मानिसले तपाईको अनुहार त बिर्सन सक्छ, तर तपाईले उसलाई गरेको व्यवहार र दिलाएको आत्मीयता कहिले बिर्सदैन। 3. खुबी र कला, पहिचानको बलियो आधार। तपाईं भित्रको विशेष खुबी र कला लोकप्रियताको अर्को महत्त्वपूर्ण द्वार हो। प्रत्येक मानिसभित्र प्रकृतिले कुनै न कुनै विशेष क्षमता उपहार स्वरूप दिएको हुन्छ, चाहे त्यो बोल्ने कला होस्, लेख्ने शैली होस्, सङ्गीत होस् वा सृजनात्मक सोच। जब तपाईले आफ्नो यो लुकेको खुबीलाई निरन्तरको मेहनतले निखार्नुहुन्छ, तब त्यही खुबी तपाईको पहिचान बन्न थाल्छ। तर याद रहोस्, प्रतिभासँगै नम्रता र सकारात्मक सोच भएन भने त्यस्तो लोकप्रियता अल्पायु हुन्छ। प्रतिभा र असल व्यक्तित्वको सङ्गमले मात्र मानिसलाई युगौंसम्म सम्मानित बनाउँछ। 4.
सामाजिक कार्य र निस्वार्थ सेवाको भावना। वास्तविक लोकप्रियताको जग सामाजिक सेवाको भावमा अडिएको हुन्छ। लोकप्रियता केवल म र मेरो घेराभित्र सीमित हुँदैन। यसले त हामी र हाम्रो भन्ने फराकिलो सोचको माग गर्दछ। जब तपाईँ निस्वार्थ भावले समाजको हितमा पाइला चाल्नुहुन्छ, तपाईँले चर्चा खोज्दै हिँड्नु पर्दैन। चर्चाले तपाईँलाई आफै खोज्दै आउँछ। पद र पैसाले पाएको सम्मान अस्थायी हुन सक्छ, तर समाजको सेवा गरेर कमाएको आदर पुस्तौँसम्म जीवित रहन्छ। 5. अरूलाई सम्मान गर्ने बानी र सुन्ने क्षमता। लोकप्रिय व्यक्तिहरूले आफूलाई मात्र होइन, अरूको अस्तित्व र विचारलाई पनि उत्तिकै महत्त्व दिन्छन्। आजको समयमा धेरै मानिसहरू केवल आफ्नै कुरा सुनाउन आतुर छन्, तर अरूको कुरा सुन्ने धैर्यता कसैमा छैन। वास्तविक प्रभावशाली व्यक्ति त त्यो हो जसले पहिले अरूलाई ध्यान दिएर सुन्छ, उनीहरूको भावना बुझ्छ र अनि मात्र आफ्नो प्रतिक्रिया दिन्छ। जब तपाईँ अरूलाई सम्मानपूर्वक सुन्नुहुन्छ, तब उनीहरूले आफूलाई महत्त्वपूर्ण महसुस गर्छन् र यही भावनाले उनीहरूलाई तपाईँप्रति आकर्षित गर्छ। के लोकप्रिय हुनु नै वास्तविक सफलता हो? अन्त्यमा यो गम्भीर प्रश्नमा विचार गरौँ। के लोकप्रियता नै सफलताको अन्तिम गन्तव्य हो? यसको उत्तर हो पूर्ण रूपमा होइन। लोकप्रियता एउटा सुखद उपलब्धि त हो, तर सफलताको मापन केवल चर्चाको आधारमा गर्न सकिँदैन। इतिहासमा त्यस्ता धेरै पात्रहरू छन् जो अत्यन्तै चर्चित थिए, तर उनीहरूले समाजमा कुनै सकारात्मक छाप छोड्न सकेनन्। वास्तविक सफलता त त्यो हो जहाँ तपाईसँग एक उच्च र निष्कलङ्क चरित्र छ, तपाईले आफ्नो जीवनको सार्थक लक्ष्य पूरा गर्नुभएको छ, तपाईको कर्मले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ र तपाईँ धेरैका लागि प्रेरणाको एउटा जीवित स्रोत बन्नुभएको छ। यदि तपाईको लोकप्रियता यी कुराहरूसँग जोडिएको छ भने मात्र त्यो सफलताको साँचो सङ्केत हो। नत्र भिडको ताली र सामाजिक सञ्जालको लाइकले मात्र जीवनलाई सार्थक बनाउन सक्दैन। चर्चा कमाउनु त सस्तो र सजिलो होला, तर मानिसहरूको हृदयमा सम्मान कमाउनु र कसैको जीवनको आदर्श बन्नु नै जीवनको वास्तविक र महान सफलता हो। तपाईलाई यो प्रस्तुति कस्तो लाग्यो? यदि तपाईँ पनि आफ्नो व्यक्तित्वलाई निखार्दै वास्तविक लोकप्रियता कमाउन चाहनुहुन्छ भने आजैदेखि यी गुणहरूलाई आफ्नो जीवनमा उतार्ने प्रयास गर्नुहोस्। यस्तै प्रेरणादायी र जानकारीमूलक भिडियोहरूका लागि ज्ञानपुञ्जसँग जोडिनुहोला। धन्यवाद।